नेपाल सुपर लिग म्याच नम्बर 14 मा चाहिँ धनगढी एफसी भर्सेस काठमाडौँ रेन्जर्सको म्याच चाहिँ 3-1 ले धनगढीले जितेको छ भने र फर्स्ट हाफमा काठमाडौँले फर्स्ट गोल गरेको थियो भने र फर्स्ट हाफमा धनगढीले 3-1 ले अगाडि बढिसकेको थियो र फर्स्ट हाफमा एनएसएल को फर्स्ट ह्याट्रिक पनि आज देखियो हैन। फर्स्ट ह्याट्रिक गरेछ हिजाजीले र फर्स्ट हाफमा ह्याट्रिक देखाएको थियो भने दोस्रो हाफमा र धनगढीको केही स्लो डाउन गरेको थियो गेम भने र काठमाडौँलाई 3-1 ले हराउँदै धनगढीले एक गेम पनि नआडिकन टप अफ द टेबलमा पुगेको छ आज र काठमाडौँले अब लास्ट एक गेम खेल्न बाँकी छ हैन। काठमाडौँ 5औं स्थानमा झरेको छ र धनगढीले आज 3-1 ले जितेको छ र एकदमै आजको म्याचमा अब रेड कार्डहरु पनि देख्न पाइयो। दुईटा खेलाडीले रेड कार्ड खायो, धनगढीको प्लेयर र काठमाडौँको प्लेयरले। एकदमै आज रेड कार्ड पनि देखियो। एकदमै गेम एकदमै सेकेन्ड हाफमा चाहिँ धनगढीले एकदमै गेम स्लो डाउन गरेको थियो भने र आज पानी पनि परिरहेको थियो र अलि ग्राउन्डहरु पनि त्यस्तो चिप्लो देखिरहेको थियो। एकदमै गाह्रो देखिरहेको थियो। बलहरु राम्रोसँग गुडिरहेको थिएन र भनेको ठाउँमा हानेको बलहरु पनि पुगिरहेको थिएन। आज धनगढीले विन गरेसँगै रन अगाडि टप अफ द टेबलमा र आजको एनएसएलमा फर्स्ट ह्याट्रिक पनि देख्न पाए हिजाजीको र धनगढी एफसी विन।